गर्नु पर्यो नि। ल ल ठिक छ, तिहारलाई चाँडो सकिनु भन्छु म। हस्, प्रस्ताव नम्बर हाम्रो चाहिँ महानगरपालिकाको भवन तिहार पछाडि सुरु हुन्छ। त्यो कुनै आर्बिट्रेसन बेला सुरु हुन्छ भने जहिले पनि यो भनिरहेर अब तपाईँ आएकै हाम्रो 7-3 पैसा तिहार पछाडि सुरु हुन्छ। हिजोभन्दा पनि गरेन, यसले गर्दाखेरि आश्वासन भएन के। अब त्यहाँ फेरि बनाउँदाखेरि सबै सामान ठेकदारले राखेको छ, ठेकदारले भने अनुसार अरूले भने अनुसार उसले क्षतिपूर्ति माग्यो भने तिहार पछाडि सुरु क्षतिपूर्ति दिनु होस् पर्छ भन्न खोज्नु भयो कि नहोस् भन्न खोज्नु भयो, के भन्न खोज्नु भयो? त्यहाँ तिहार पछाडि सुरु हुन्छ भनिसकेपछि त्यसमा अब त्यो आश्वासन होइन क्या, यो भनिसकेपछि हुने आश्वासन पाएन भने के। तपाईँले नबनोस् भन्न खोज्नु भयो? नगर भने छिटो गर्नु पर्यो, त्यहाँ खुलाउनु पर्यो, तिहार छिटै सकाइदिनु गर्नु पर्यो, काम गराउनु पर्यो। 10 दिनको तिहार मैले आज कसरी सकाइदिनु त? त्यो गरेन भने के तपाईँ जिम्मा लिनु? आजभन्दा 2 वर्ष अगाडि तपाईँले जिम्मा लिनुभएको थियो, आजै सकाउनु मिल्छ तिहार? आजै होइन भने सुरुवात त गर्नु पर्यो नि। ल ल ठिक छ, तिहारलाई चाँडो सकिनु भन्छु म। हस्, प्रस्ताव नम्बर